हामी कानुन बनाउनका लागि आएका हौँ, कुनै मन्त्री बन्नका लागि होइन भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आजको अभिमुखीकरण कार्यक्रममा आएर आफ्ना नवनिर्वाचित संसदहरूलाई एकदमै राम्रो पाठ सिकाएका छन्। साथीहरू, एकपटक यो भिडियो अन्तिमसम्म हेर्नुहोस् है। सर्लक्कै काँचुली फेर्ने हो। सर्लक्कै काँचुली फेर्नका लागि भनेर नेपाली जनताले हामीलाई त्यो अभिमत दिएका हुन्। हामी कानुन बनाउन आएका हौँ। कानुन बनाउने प्रमुख जिम्मेवारी तपाईँहरूको काँधमा नेपाली जनताले दिएका हुन्। उनलाई थाहा छैन त्यो कानुन फेरेर उनको घरको बाटो बन्छ, उनको धारामा पानी आउँछ, बिजुली आउँछ, इन्टरनेट चल्छ, उनलाई थाहा छैन। तर तपाईँलाई थाहा हुनुपर्छ कुन धाराले कहाँ अड्काएको छ मान्छेको घरमा धारा आउनु, तपाईँलाई थाहा हुनुपर्छ, अध्ययन गर्नुपर्ने हुन्छ। त्यसकारण यसपटक यो शक्तिको दौड यताउता यसलाई भनेर हुन्छ कि उसलाई भनेर हुन्छ कि यसो भेटेर गएर फोटो खिचेर हुन्छ कि यो पसल बन्द गर्नु होला साथीहरू। म आज अलिकति कितो कुरा गरिरहेको छु तपाईँहरूलाई। एज अ ल मेकर, कानुन निर्माताका रूपमा तपाईँको जिम्मेवारी, हाम्रो जिम्मेवारी अत्यन्त गहन छ। कयौँ पछिल्लो परिवर्तन संविधान कार्यान्वयन हुनका लागि समेत कानुनहरू बन्न सकेका छैनन्। संविधान निर्माण भएको लामो समय हुँदा समेत विभिन्न बाधा अर्चनहरू भए। तर नेपाली जनताले अब हामीलाई कुनै बहाना बनाउन नपाउने गरी दिल खोलेर स्पष्ट र लगभग 2/3 बहुमत दिएका छन्। अब के को बाधा, अब केले अड्काउँछ हामीलाई? अब अड्काउने भनेको तपाईँ हाम्रो नियतले मात्रै हो। नागरिकले सबै हेरेका हुन्छन्, हरेक गतिविधि जनताले हेरेका हुन्छन्। जनताको चेतनालाई कसैले चुनौती दिन्छन्, जनता नै खराब भयो कि भनेर चुनौती दिन्छन्। होइन, यदि त्यस्तो हुन्थ्यो भने अघिल्लो चुनावमा हामीलाई 20-21 सिट होइन एकैपटक 2/3 दिन सक्छ जनताले। तर अघिल्लो चुनावमा जनताले के भने यी नयाँहरूलाई एकपटक हेरौँ ताकि यिनीहरू नमातिउन्, त्यति मात्र सिट दिउँ र पुरानाहरूलाई सचिने अवसर दिने गरी यिनीहरूलाई पनि निमेटान नपारौँ भनेर नागरिकले विवेकपूर्ण ढङ्गले मतदान गरे। तर नागरिकको त्यो विवेकलाई 2/3 पाएको सरकारले चुनौती दियो। शक्ति प्राप्त गरिसकेपछि आँखामा जुन पट्टी आउँछ, अब त्यो पट्टी हामीले खोल्न सक्नुपर्छ। नत्र पुराना राजनीतिक दललाई नेपाली जनताले 34, 35, 36 वर्षमा पुगे, तपाईँ हामीलाई 36 महिना 36 दिन पनि पुर्नेवाला छैन। यो कुरा निर्धक्क हुनु होला, किनकि जनता अब्बल चेतनामा आएको छ। अब कानुन निर्माताका रूपमा अब तपाईँहरूको दौड स्वार्थ समूहहरूको घर घरमा होइन। गुट बनाएर काङ्ग्रेस एमालेलाई जित्दैन साथी हो, कुनै गुट बनाउनु पर्दैन। घन्टीका मुनि सबै हटाउन सक्छौँ, घन्टीसँग त्यति धेरै ताकत छ, कहीँ गुट बनाउनु पर्दैन। र आफ्नो पोजिसन के हुन्छ, म कहाँ हुन्छु, मलाई के हुन्छ, पार्टीमा मेरो हैसियत के हुन्छ, संसदमा मेरो हैसियत के हुन्छ, सरकारमा मेरो हैसियत के हुन्छ, यो म केन्द्रित राजनीतिबाट बाहिर उठ्न सकिएन र देश केन्द्रित राजनीति गर्न सकिएन भने हाम्रो अभिगत पुराना राजनीतिक दलका नेताहरू भन्दा पनि बत्तर अभिगत हुन्छ। यो कुरा म तपाईँलाई डे 1 मा बताउन गइरहेको छु।